धनी बन्न त्यति सजिलो छैन, तर असम्भव कदापि होइन। धनी बन्नको लागि अथक प्रयास, कडा मेहनत, बानीको विकास, धनी बन्न चाहने तीव्र चाहना र धन सम्बन्धीको अध्ययनको आवश्यकता पर्दछ। त्यही धनी बन्ने दौरानको अध्ययनको सिलसिलामा मैले तीनवटा गजबको चिज भेट्टाएको छु। त्यो तपाईँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु र प्रस्तुत गर्नुभन्दा पहिले यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला, ताकि यस्तै इन्फर्मेटिभ भिडियोहरू तपाईँहरू समक्ष सबैभन्दा पहिले पुगोस्। त आजको सरप्राइज गिफ्टतिर अगाडि बढौँ। यहाँ मेरो हातमा तीनवटा पुस्तकहरू छन्, जुन मध्येमा म पहिले लिन चाहन्छु। थिङ्क एन्ड ग्रो रिच, सोच्नुहोस् र धनी बन्नुहोस्। यो पुस्तक नेपोलियन हिल भन्ने अमेरिकन राइटरले लेख्नु भएको छ, जसलाई इङ्ग्लिस भर्जनमा लेख्नु भएको छ भने पाँचपोखरी प्रकाशन गृहले नेपालीमा अनुवाद गर्नुभएको छ, जसलाई तपाईँले इङ्ग्लिसमा पनि पढ्न सक्नुहुन्छ र नेपाली भर्जनमा पनि पढ्न सक्नुहुन्छ। जुन किताब पढेर लाखौँ व्यक्तिहरूले आफ्नो करियर कायापलट बनाएको रेकर्ड छ। लाखौँ मानिसहरूले आफ्नो आर्थिक अवस्थालाई सुधार गर्न सकिएका छन्। तसर्थ यस्तो महत्त्वपूर्ण यो किताब पढ्न नभुल्नुहोला, यो किताब पढ्न नछुटाउनुहोला। त्यस्तै अर्को एकदमै छोटो र मिठो र एकदमै इम्पोर्टेन्ट किताब मेरो हातमा रहेको छ, द ग्रेटेस्ट सेल्सम्यान इन द वर्ल्ड, संसारको सबैभन्दा महान सेल्सम्यान, जसलाई आग मेन्दिनोले लेख्नु भएको छ। यसलाई पनि पाँचपोखरी प्रकाशन गृहले नेपाली भाषामा अनुवाद गर्नुभएको छ। यदि तपाईँहरू बिजनेसमा इन्ट्रेस्ट हुनुहुन्छ, बिजनेस गर्न चाहनुहुन्छ भने यो किताब पढ्न नछुटाउनुहोला। र मेरो हातमा अर्को अन्तिम पुस्तक रहेको छ, रिच ड्याड एन्ड पुअर ड्याड, धनी बुबा र गरिब बुबा, जुन पुस्तक जापानिज अमेरिकन राइटर रोबर्ट टी कियोसाकीले लेख्नु भएको छ, जसलाई पनि पाँचपोखरी प्रकाशन गृहले नेपाली भाषामा अनुवाद गर्नुभएको छ। जुन पुस्तक अहिलेको न्यू जेनेरेसन, यङ जेनेरेसनहरूको लागि यो एकदमै क्रान्ति ल्याउने काम गरेको छ। यो पुस्तकले हो, तपाईँ हाम्रो लाइब्रेरीमा धेरै पुस्तकहरू छन्। यो पुस्तकहरू जुन पायो त्यही पुस्तक पढेर तपाईँहरू ज्ञानी बन्न सक्नुहुन्न, तपाईँहरूको लाइफ परिवर्तन गर्न सक्नुहुन्न। त्यही भएको कारणले आफूले किताब पढ्दाखेरि छनौट गरेर पढ्ने बानी बसाल्नुहोस् र आफ्नो आर्थिक अवस्थालाई सुधार गर्नको लागि आज मैले यो प्रस्तुत गरेको तीनवटा पुस्तकहरू पढ्न भुल्नुभयो भने अथवा छुटाउनु भयो भने तपाईँले आफ्नो आर्थिक अवस्थालाई सुधार्न कहिले पनि सक्नुहुन्न। तसर्थ यी तीनवटा बुकहरू पढ्न तपाईँले नछुटाउनुहोला र आफ्नो आर्थिक अवस्थालाई परिवर्तन गर्नको लागि ज्ञान आर्जन गर्नुहोला। त आजको यी तीनवटा पुस्तकहरू तपाईँहरू समक्ष प्रस्तुत गरेँ र मैले अब अरू श्रृङ्खलाहरूमा यी किताबहरूभित्रका सारांश र विस्तृत जानकारीहरू के छन् त त्यसको विषयमा पनि जानकारी दिने नै छु, जसको लागि तबसम्म तपाईँहरूले प्रतीक्षा गर्नुहोला। र आजको भिडियो अन्तिम समय हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। सबैको दिन शुभ रहोस्। थ्याङ्क यू सो मच। थ्याङ्क यू।